अरू लाग्छ नि सिनकारी त्यही माथि हुन्छ पुरो फुलिसकेछ बुढा हो नि बुढा हो कति भयो हाम्रो भान्जा 35 हो नि 35 कति रे 35 आमा मैले पूजा गर्यो तँले लाइन कति रे भने अब म त सर्लक्क बारेर सिधा लाइदिनु त बाहिरलाई है मैले चाहिँ अलि ट्यापा ट्यापालाई त मैले पूजा गर्दैन पूजा गरेँ नि मैले फेरि मैले भनेको आँखा नहुँदैन मैले गरेको काम थिएँ र मैले यसलाई आइन भने के गरिन्छ रातै माथि अलिकति टेप्पा ट्याउनु पर्यो होइन सेतो उयो धर्का लान सेतो पहिला गर्ने मैले त सभा त्यसै गरिदिन्छु यसले जान्छ यसले गरौँ भाइ बाहुनहरूले गर्छ त पुरा केराको उ राखेर त्यो उ सिधा बनाउने केराको रे पात काटेर पल परेर बिचमा चिरेर अनि त्यो बनाएर ठ्याप्प होइन सेतो सेतो सुन्यो हो के नानी अलिक फुका जस्तो लाग्यो पाउरोला जय पाउरोला आँखामा क्यामेरा धोकादिएमा पहिला पेन्ट धेरै गरी त्यो पेन्ट धेरै गरी भएर चाहिँ एउटा मान्छे क्या उता लगाइदिनु पहिले सेतो सरर सरर लगाइदियो त मैले आँखा देख्छ किन भएन सरर सरर सेतो लगाइदिएन तब त्यो माथि ठ्याक्का ठ्याक्का लगाइदिनु हुन्छ सुगेसी बस्छ होइन अलि सरर यिनीहरूको त अलि उमेरको मान्छेहरू भन्दा ठिटी मान्छेहरू अलिक सरर भएर आउँछ र बुझ्यो ठिक ठेपा ठेपा हो क्या होइन सेतो मात्रै हो क्या सेतो लानु त खोयो भएन क्या अलिक के पानी नभएको यहाँ त सरर भाषा सुन्छ है बगिरह मेरो त मेरो बग्यो नि सबैको बस्यो घामा सुकाएर अब धेरै नछ पानी धेरै नछ सेतो होइन त्यो माथि जान्छ कि भनेर कहाँ जाने कपाल सिकाउने ड्राई मेसिन भन्दा उनीहरू लाउँछ नि उनीहरू ठ्याक्का ठ्याक्का लाउँछ रातो त ठ्याप्पै बस्यो पहिले नि बग्यो अनि के रे भन्दालाई मामा छोरीले टिका लगाइदिन्थ्यो बर्बाद भयो अब मामा छोरी त गइयो उसलाई फेरि टिका लाउनलाई मामा छोरी मेरो छोरी नि कसो हो नि म मामा होइन के रे जिसिआगिन मैले भने भान्जाको दिदी उता के अरे उसको ठुलो काकाको ठुलो घरको नानीहरू छैन के भयो भन्छ केले काट्यो त्यो मलाई दिन्छ मामा उसको त थालमाको त हात काट्यो आइने सल्लाह गर्नु पाएन किन यो फर्केर आउन किन अन्त अब हामी त बुढी मान्छे पारा गरेर फेरि मैले भने के फेरि उन्नी हो नि एकछिन लाउने हो केही फरक पर्छ मामालाई मात्रै हो सुपारी फुल
दाइको मात्र बसेको टिका दिए आउँदा भएन क्या मामाको त बुढी मान्छेको डल्लो परेछ बाखा त भयो नि त त्यो बाक्लो लाउनु पर्दैन हल्का पातलो पातलो टिका टिका मात्रै यस्तो यो त गर भने क्या यो टेप्पा टेप्पा धेरै न अलि बाग्लो अहिले के भन्छ सिधो आज त आँखा नदिए झन् म यहाँ त भएर त झन् तैँले सिधा लगाइदिएँ म त एकै ट्याप मात्रै पूजा गरेँ एकै ट्याप मात्रै खोज्दै जानु सम्हाली गर्नुहुन्छ अब खोज्दै त आफै म जान्नु मामा डान्सरै हो क्या मामाले क्लास पनि खत्रै दिनुहुन्थ्यो होला अब होइन पालिङ्गेनमा गुरुबा हो त मेरो मैतेला टिका लगाएर नि सुगो दिने है मेरो मैतेला टिका लगाएर नि सुगो दिने यही सबै म चाहिँ दुध राम्रो पाइन्छ आमा मैले अलि आमा आउँछु आमा त म टिका लगाएर भन्नु भन्दैन अहिले त म टिका लगाएर त्यो निधार धेरै खुम्चा पर्ने मान्छेको नि अलिकति टिका राम्रो भयो ब्लक हुन्छ मेरो नि खुम्चिन्छ नि त अलि दुई छोरी हो क्या त अलिक ठ्याक्कै मिलेन दुई छोरी थियो त दुई दुई जात त एउटै कोठे यो तिनवटा कोठे हिजो त्यो अब त आफ्नै नानी ए कुशल आँखादेखि मान्छेले उयो गर्छ भनेर लगाइदिएको खान्छलाई मैले पूजा गरेँ तँ लगाइदिएको भनेको बग्छ कि यो उ गर्दा नि तेरो निधार हिँड खुम्छ क्या कति खुम्चेको एउटा मात्रै लगाइदिएको निधार खुम्चे खुम्चे गर्छ अनि बगिहाल्छ अनि आँखा माथि हेरेर अटोमेटिक खुम्चिन्छ नि अलिकति उ गर्दैमै खुम्चिन्छ क्या फेरि अलिकति आँखा माथि हेरेकै खुम्चिन्छ यही बग्ला पहेँलो ठिकिन्छ नि माओवादीले आमाले काम भएछ कि अब दिदी र अल्झिराखेँ दिदी भने त्यो पनि बगेछ तपाईँको के अरे अहिले चिलाएर चाहिँ निधार चिलाएर यसरी खन्याएको त्यो याद हुन्न नि त चिला बेलामा त ख्यालै हुन्न क्या निधारमा ठिकै छ दिदीहरू चिला बेला टोपीलाई पनि भाग त छ होला नि निधारमा दाइले अहिले माथि अलग राम्रो खै साइज म त साइज यो ठुलो छ कि सानो कुन हो आधा सानो यो मैला हुन्छ मलाई खप्पर राख्दै भयो ढाका बनाउनु जान्दैन त्यसरी यसरी हो यसरी हो यसरी